हेलो गाइज गुड मर्निङ। सो आज चाहिँ हामी म र मेरो साथी थिएटर हेर्न जाँदैछौँ। भर्खर नुहाएको, कपाल चाहिँ चिसै छ, चपक्कै भयो। सो आज होइन, हिजो रातभरि पानी परेर बाटो एकदम हिलो छ, त्यही पनि हामी हिलो जाँदैछौँ। ए गयो। सो अब हामी माइक्रो कुर्ने ठाउँमा आइसक्यौँ। अब यहाँ यो ट्युब गेटको ट्याक्क साइडमा, ट्युब गेटको यसदेखि माइक्रो चढेर अब जाने हो। सिट खाली भएको माइक्रो पायो भने थियो, यहाँ पाइँदैन। लेट्स सी। तबबाट आयो, खाली भए पनि जाने, नभए पनि जाने। सो अब हामी भर्खरै आरएनएसी आयौँ, तर यहाँदेखि चाहिँ कता जाने हो भन्ने वी डोन्ट ह्याभ एनी आइडिया। सो अब मान्छेलाई सोध्दैछ बालुवाटार कहाँदेखि लाग्छ अरे? उतादेखि खासमा हामी कहाँ जाने भन्न बिर्सेछु म त। खासमा हामी सेतो धरती हेर्न जानु लाग्यो कान्तिपुर क्षेत्रमा। गौरीधारा हो रे, अझै गएको छैन त्यहाँ। सो अब आरएनएसीसम्म आयौँ, एउटा गाडी चढेर। अब यहाँदेखि अर्को गाडी एक्सचेन्ज गरेर जाने हो। नीलकण्ठ जाने त कसरी जान्छ? चिक्रो चौक गौरीधार जान्छ। गौरीधारा त यहाँ जाँदैन, यहाँ आउँछ गाडी आउँछ। बालाजु गौरीधारा, बालाजुको कहाँ आउँछ गाडी? कान्तिपुर थिएटर छ नि, गौरीधारा थाहा छ? बस आउँछ, गाडी आउँछ यस्तै माइक्रो। ए माइक्रो आउँछ अरे। सेम भयो। गाडी नै आएन। गौरीधारा साबेल नजिकको आउँछ, त्यहाँ आउँछ अरे होइन। अब चेक गर्नु। चाबेल नजिक अनि पशुपति चाबेल नजिक होइन? चाबेल त जान्छ। अब गौरी 10वटा गाडीलाई सोधिसक्यौँ, 10वटाले यहीँ पाउँछ भन्नु। लास्टमा एकजनाले यहाँदेखि पाउँदा कहाँ अरे रत्नपारदेखि पाउँछ अरे। सो अब हामी हिँड्दै रत्नपार जाँदैछौँ। हामी आकाशे पुल तरेर टाइम 8:35 भइसक्यो। 8:35 भइसक्यो। 9:15 को सो। कति टाढा? सो आज पुगेला जस्तो छैन। इट्स अलरेडी 8:40 भइसक्यो। 9:15 को सो थियो। स्टिल गाडी कहाँ पाइन्छ थाहा छैन। लास्टमा इनड्राइभ गरेर जाने होला। इनड्राइभ गर्न पनि मोबाइलमा ब्यालेन्स 0। वाट टु डु बुझेनन् के? हामी जाने त गौरीधारा हो। गौरीघाट जान्छ। गौरीधारा जान्छ नि, कान्तिपुर थिएटर छ नि, गौरीधारा। फाइनली हामी यस्तो टेम्पोमा चढ्यौँ। के भयो अरे? ल तिमीले भन न। नक्साल जाने त यतादेखि रहेछ। हामी जानुपर्ने गौरीधारा थियो। गौरीधारा भन्नुको सट्टा गौरीघाट जाने गाडीमा चढेछ। तिमीले गौरीधारा भनेको थियौ नि। गौरी चाहिँ घाट हो, गौरी चाहिँ धारा आइछ के। ए त्यही भएर तिनीहरू कन्फ्युज भयो। अनि अर्को टेम्पोमा चढेर फेरि झरेर अब हिँड्दै जाँदैछौँ। हाम्रो आज यही गर्दा जान्छ जस्तो। भगवती मन्दिर एउटा त बल्खु पनि छ। हिल्टन जलाएको यहाँ रहेछ। गाइजहरू कतादेखि आयौँ? जे हिल्टन जलाएकोमा आयौँ। यहाँ मात्र हो कि?
बाजेको सेकुवा फेमस हो अरे कता कताबाट कता कता आयौँ अब यहीँ बसेर सेकुवा खाने भन्दै थिएँ राम्रो देखेको भन्दो रहेछ हामी कति कुदेर आयौँ कति कुदेर आयौँ 9 बज्यो घडी देखेको छैन है 9 बज्यो 9 बज्यो अझै बाटोमा छौँ हिँडिरहेको छौँ पुगिन्छ नै डर सो कति धेरै हिँडेर फाइनल्ली पुग्यौँ कस्तो लाग्यो सुरु अनि कति धेरै कुदेर बल्ल आयौँ ट्याक्क 9:05 भएछ बक्स अफिस हो ए यहाँ त अभाइलेबल भएको टिकट देखाउने होला भित्र जाने हो क्या हेर रेकर्ड नै नभएर रहेछ नि त सो यो समाएर गयौँ सो हामी फाइनल्ली कान्तिपुर थिएटर पुगेपछि त्यहाँ चाहिँ एकदम सबै सोहरू प्याक भइसकेको रहेछ आज चाहिँ लास्ट सो भनेर बताइरहनु भएको थियो अब हजुरहरूको साथीहरूलाई पनि राम्रो रिभ्यू चाहिँ दिनु बट आउनु भनेर सजेस्ट चाहिँ नगर्नु किनभने अलरेडी फुल प्याक छ भन्नुभएको थियो अनि त्यहाँ चाहिँ लाइन लाएर भित्र जानु पर्दो रहेछ हामी लाइनमा बस्यौँ सबै साथीहरू सबैजना लाइनमा बस्नुभयो एकदम धेरै पानी आएको थियो तर पानी आए पनि यति धेरै मान्छेहरू आउनुभएको थियो खासमा सिटै कम रहेछन् के त्यो त्यहाँ त्यही भएर कम मान्छे भए पनि पुरा प्याक हुँदो रहेछ 3 टाइप्सको सिट अभाइलेबल रहेछ स्टुडेन्ट सिट भिआइपी र नर्मल सिट भनेर अनि हामी स्टुडेन्ट सिटमा बसेर भित्र गयौँ स्टुडेन्ट सिटमा फेरि माथि बस्नु पर्दो रहेछ मुढामा बसेर हेऱ्यौँ रङ्गमञ्चको प्रोसेस नै यस्तै हुन्छ गर्दै जाँदाखेरि कुनै कलाकारहरू कतै साथिन्छन् कतै कोही सो अब हामीले हेरेर बाहिर आइसक्यौँ बाहिर आउँदा पनि फेरि दह्रो पानी परिरहेको रहेछ अनि मानिसहरूले चाहिँ फोटो खिच्दै हुनुहुन्थ्यो त्यो अगाडि तर एकदम धेरै पानी परेको भएर अस्तव्यस्त देखेको थियो फोटो पनि राम्रोसँग खिच्न पाएन भिडियो पनि राम्रोसँग बनाउनु पाएन केही राम्रो आएन त्यही पनि अलिअलि फोटो भिडियोहरू खिचेर हामी त्यहाँदेखि अगाडि गयौँ पानी परेछ गाइजहरू झन् छाताले हिँडेछ नै पनि बुझ्दै जानुपर्थ्यो सो हामी अगाडि गएर स्याङ्जाको एउटा होटेलमा खाजा खायौँ आलमदेवी भन्ने त्यहाँ उधारो किन बन्द भनेर पनि कति धेरै लेखेको रहेछ हामीले चाहिँ फर्स्टमा रोटी सब्जी खायौँ
र मिठै थियो रोटी सब्जी। अनि रोटी सब्जी खाएपछि फेरि हामीले समोसा खाएर पैसा सैसा तिरेर हामी त्यहाँदेखि गयौँ। समोसा पनि मिठो थियो तर अचार चाहिँ त्यस्तो मिठो थिएन। तातो समोसा रोटी खायौँ। सो अब फाइनली हामीले खाजा खाएर हिँड्यौँ। हिँड्न पाएँ नै भन्न हतार भयो। पानी स्टिल कमिङ। यो छाता चाहिँ ओढ्ने होइन, ओढेपछि फेरि छाता रुच्छ। नओढी ओढी कस्तो लाग्यो? राम्रो लाग्यो। एक्सपेक्टेसन जस्तो भयो कि बियोन्ड द एक्सपेक्टेसन? तर एकदम राम्रो थियो। छुट्टै हो नि फिल्महरू। फिल्ममा त बिचमा ध्यान भड्किन्छ, यो त एउटा ध्यान भड्केन। सुरुदेखि लास्टसम्म दामी इन्जोय गरेर हेऱ्यौँ। के मुडामा बसेर हेऱ्यौँ। बस्ने चाहिँ अब ठिकै छ, सबै कुरा राम्रो हुँदैन। सो अब हामी यहाँदेखि गाडी चढ्छौँ। अघि चाहिँ बाटो थाहा नभएर हिँड्दै गयौँ, बट अहिले चाहिँ यहाँदेखि गाडी लाग्दो रहेछ। सो अब गाडी चढ्नु कति बेला आउँछ? लेट्स वेट। मेरो टिसु नफालेर हातमै छ। अब यहाँदेखि केटीको गाडी चढेर जान्छ। कहाँदेखि हो कीर्तिपुरको लागि? यस्तो हिलो अलिअलि त छ हिलो। और हस्टेल अब त्यो सबै लगाउँछ नि त के नि के भएर। सो खानासाना खाएर छतमा आयौँ। तर आज बबिता जान पाइनिन् नि त थिएटर हेर्न, त्यही भएर रुँदै बस्यौँ किन जान पाइनिन् र कस्तो लाग्दैछ? एक्जाम भएर जान पाइएन, पर्सि एक्जाम छ। एक्जामको बेला कस्तो हुने रहेछ? एकदमै प्रेसरै पढ्न मन नलाग्ने, तर टेन्सनै टेन्सन, प्रेसरै प्रेसर, निन्द्रा मात्र लाग्ने। उसाल चाहिँ होइन बात। तर यो त लास्ट एक्जाम हो नि, अब त्यही पनि लास्ट एक्जाममा पनि नपढ्ने पढ्यो भने अहिले भात खाएर पो छ त आएको र भनेपछि एक्जामको त पछि पढेर सक्यो होइन दिउँसभरि? छैन, केही सक्यो होइन। भोलिको दिन छ, भोलिको दिनमा जे सकिन्छ सकिन्छ। एक्जाम हलमा गएपछि दिमागमा कहिले भएका कुरा लेख्ने हो, अहिले पढेका कुरा केही लेख्ने होइन। अब त धेरै पढेर पनि काम छैन। तर धेरै नपढे पनि यो पालि मैले 4 GPA ल्याउने हो नै। सक्दिनँ, 4 मा ल्याउन त अलिक धेरै पढ्नुपर्छ होइन, तर पुग्छ यतिको पढाइले। सक्दैन होइन, पुग्छ। ल, अल द बेस्ट फर योर कहिलेको एक्जाम। होइन, अहिले आएर रेकर्ड तोड्ने हो नि त। मैले पनि सोध्न पर्यो अरे कस्तो लाग्यो कस्तो लाग्यो रमी त आज थिएटर हेरेर। आज एकदम दामी लाग्यो, कस्तो राम्रो रहेछ। खासमा मैले अमर नेउपानेको थियो सेतो धरती 2 वर्ष पहिला पढेको थिएँ बुक। अनि त्यो बुक पढेको त्यो रियालिटीमा हेर्दा त ओ माई गड, बियोन्ड द एक्सपेक्टेसन दामी। लाइटिङ पनि दामी, सबैको एक्टिङ पनि दामी, एकदम मजा आयो। मलाई जेलस गराउँदैछ हेर यसले। तर मजा आयो, फेरि हेर्न जानुपर्छ। आज मात्र लास्ट हो रे, राम्रो भए पनि के गर्नु, जान मिल्दैन। अनि अरू सो हेर्न जाने, अरू नयाँ हेर्न जाने। यस, तर एकदम मजा आयो, राम्रो लाग्यो। सबैको एक्टिङ दामी थियो, बच्चा बच्चीदेखि बुढाबुढीसम्म बेस्ट। त नि एक्टिङ गरेर जा। अब नेक्स्ट टाइम मलाई राख्छन् कि आज राम्रो देखेर जस्तो लाग्यो। ल।